हेलो गाइज, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि म एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज म नवलपरासी जिल्लाको पालीनन्दन मन्दिर चाहिँ दर्शन गर्नको लागि जान लागिरहेको छु। पालीनन्दन भगवती मन्दिर नवलपरासी जिल्लाको पालीनन्दन गाउँपालिका वडा नम्बर 4 मा अवस्थित रहेको छ। यो मन्दिर परासी महेशपुर राजमार्गको दायाँपट्टि परासीबाट करिब 8 किलोमिटर दक्षिणमा रहेको छ। यो मन्दिर पाल वंशका राजाहरूको पालामा स्थापना भएको हुनाले यस भगवतीलाई पालीकोटको भगवती भनिन्छ। यस मन्दिरमा विशेष गरेर बडा दशैँमा, चैते दशैँहरूमा भिडभाड लाग्ने गर्दछ र अन्य दिनहरूमा समेत नियमित पूजा हुने गर्दछ। यस मन्दिरमा नेपाल तथा भारतबाट समेत भक्तजनहरू चाहिँ आउने गर्दछन् अनि यस मन्दिरमा पूजा गर्नाले मनोकामना पुरा हुने चाहिँ जनविश्वास रहेको छ। लेट्स गो। आज म त्यही मन्दिरमा चाहिँ जान लागिरहेको छु। यो चाहिँ महेशपुर परासी रोड हो। यो अहिले हामी यो उज्जैनी भन्ने ठाउँमा चाहिँ आइपुगेका छौँ। यो उज्जैनी चोक हो। यो अगाडिको पालीनन्दन गाउँपालिकाको अस्पताल हो। गाइज, अहिले हामी पालीनन्दन गाउँपालिकाको पाली भगवती मन्दिरमा चाहिँ आइसकेको छौँ। यो मुख्य प्रवेशद्वार रहेको छ। अब यहीँबाट चाहिँ हामी भित्र मन्दिर दर्शनको लागि जाँदैछौँ। गाइज, अब हामी यो पाली भगवती मन्दिरको चाहिँ दर्शन गरेर चाहिँ यहाँबाट चाहिँ जान लागिरहेको छौँ। गाइज, म पाली भगवती मन्दिर चाहिँ दर्शन गरेर आइसकेको छु। पाली भगवती मन्दिर जाने बाटो यो उज्जैनीबाट चाहिँ अलिकति त्यति राम्रो रहेनछ। त्यही भएर चाहिँ हामी आउँदाखेरि चाहिँ बेलासपुरको बाटो चाहिँ आएको। त्यताबाट चाहिँ अलिकति कच्ची बाटो चाहिँ त्यति धेरै हिँड्न नपर्ने रहेछ। बेलासपुरबाट गयो भने चाहिँ हाइवे महेशपुर यो रोड हुँदै छिटोसँग चाहिँ आउन सकिँदो रहेछ। त्यही हो। योभन्दा पहिला पनि म त्यस्तै 5-6 वर्ष अगाडि चाहिँ पाली भगवती मन्दिर गएको थिएँ। म त्यतिखेर चाहिँ आफ्नो मोटरसाइकल चाहिँ सुरुमा लिएको मोटरसाइकल चाहिँ पूजा गर्नको लागि चाहिँ गएको थिएँ। त्यही यो भिडियो
अन्त्यसम्म हेरिदिनु भयो त्यसको लागि धन्यवाद। यस्तै अन्य भिडियोहरूको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै आजको लागि यस भिडियोबाट बिदा हुन